नमस्कार साथीहरू, आजको भिडियो एकदम सुन्दर रहेको छ। कथालाई अन्तिमसम्म सुन्नुहोला। एक म र मेरो साथी रातिमा घुम्न गएको थिए। अमा रातिमा घुम्दा आनन्द यति राम्रो थियो कि तपाईहरूलाई भन्न सक्दैन साथी। रोडमा एकदम शान्त थियो। मात्र म र मेरो साथी थिए। त्यो एक शीतल साँझ थियो। आकाशमा तारा टल्किन थालेका थिए जुनले चिसो प्रकाश छर्दै थियो। म र मेरो बाल्यकालको साथी सागर दिनभरको व्यस्तताबाट थाकेका थियौँ र निर्णय गर्यौँ आज राति अलिकति घुमौँ। सहरको भिडभाड सकिएको थियो, सडकहरू शान्त थिए। हामीले मोटरसाइकल स्टार्ट गर्यौँ र बिस्तारै सहरको बाहिरी किनारतिर लाग्यौँ। जुन चढेको आकाशले हाम्रो यात्रामा अनौठो जादु थपिरहेको थियो। सडक छेउका रुखहरू शान्त भएर उभिएका थिए, मानौ हामीलाई बाटो देखाइरहेका थिए। कति शान्त छ है आज, मैले सागरलाई भने। हो, यस्तो शान्ति त कहिले अनुभव गरेको थिइनँ, उसले उत्तर दियो। हामी दुई साथी धेरै कुरा गर्थ्यौँ, पुराना दिनहरू सम्झन्थ्यौँ, बाल्यकालका रमाइला पलहरू, पहिलो प्रेम, असफल सपना र भविष्यका योजना। रातले हामीलाई गम्भीर बनाइरहेको थियो, तर त्यो गम्भीरता डरको होइन, आत्मासँगको संवाद थियो। एकछिन त यस्तो लाग्यो संसारमा हामी दुई बाहेक कोही छैन। त्यो सुनसान सडक हाम्रो आफ्नै संसार जस्तो थियो, जहाँ न त घडीको सुई घुम्थ्यो न त समयको दबाव थियो। अचानक हामी एउटा पिच बाटोमा पुग्यौँ जहाँबाट सहरका बत्तीहरू टल्किरहेका थिए। त्यो दृश्य मनै छोइहाल्ने खालको थियो। हामी मोटरसाइकल रोक्यौँ, ढुङ्गामा बसेर त्यो दृश्य निहाल्यौँ। चिसो हावा चलिरहेको थियो, तर त्यो चिसोपनमा पनि एउटा मिठास थियो। सागर, यस्ता पलहरू बारम्बार आउँदैनन्, मैले भने। हो यार, जीवनभर सम्झन लायक क्षण हो यो, उसले हाँस्दै भन्यो। त्यो रात हामी धेरै बोलेनौँ, तर मौनताले सबै कुरा भनिसकेको थियो। कहिलेकाहीँ शब्दहरूभन्दा मौनता धेरै अर्थपूर्ण हुन्छन्। घर फर्कदा सडक अझ शान्त भइसकेको थियो। हामीले त्यो रातको आनन्दलाई मुटुमा बोकेर घर फर्कियौँ। र त्यो रात आज पनि मेरो स्मृतिमा जिउँदो छ। शान्त, सरल कथा सुनिदिनु भएकोमा धन्यवाद।